नमस्ते कार्यक्रम रोजगारमा पुनः स्वागत छ। दर्शकबिन कार्यक्रममा अबको पालो स्पेशल रिपोर्टको। गत वैशाख 12 र 29 गते आएको महाभूकम्पमा परि धेरै नेपाली घरबार विहीन भएका छन्। उनीहरूलाई सरकारदेखि विभिन्न सङ्घ संस्थाले सहयोग गर्ने क्रम जारी छ। पीडितका लागि कतिपय ठाउँमा राहत तथा सहयोग नपाएको गुनासो आए पनि विभिन्न सङ्घ संस्था व्यक्तिहरूले आर्थिक तथा मानवीय सहयोग गरिरहेका छन्। यसै क्रममा दक्षिण कोरिया स्थित ट्रेड युनियन महासङ्घ, अन्य युनियन लगायत त्यहाँ रहेका नेपाली कामदारले दोलखाको दिगु गाविसमा करिब 8,07,000 बराबरको राहत सामग्री सहयोग गरेका छन्। नेपाली प्रवासी ऐक्यबद्धता केन्द्रका उपाध्यक्ष वज्र कुमार राईको नेतृत्वमा गएको टोलीले गत साता दिगु गाविसमा पुगी 250 परिवारलाई प्रति परिवार 1 बोरा चामल, 1वटा त्रिपाल, प्लास्टिक साबुन वितरण गर्नुभएको थियो। दोलखा जिल्लाको यो विकट बिगु गाविसमा अहिलेसम्म पर्याप्त मात्रामा राहत सामग्री पुग्न सकेको थिएन। तर कोरियाबाट प्राप्त भएको रकम दुरुपयोग र गैर पीडितलाई नपुगोस् भनेर केन्द्रका उपाध्यक्ष राईले आफै 4 घण्टासम्म पैदल हिँडेर पीडितहरूलाई राहत सामग्री वितरण गर्नुभएको थियो। गाडी नपुगेको ठाउँहरूमा उस्तै हाहाकार छ। त्यही भएर गाडी नपुगेको ठाउँमा जुन ठाउँमा त्यो राहतको एउटा मूल्य रहन्छ, एउटा भ्यालु हुन्छ, त्यो ठाउँमा मात्रै राहत दियो भने राहत हो कि भन्ने हुन्छ। नभएदेखि अहिले अब गाडीहरू पुग्ने ठाउँहरूमा प्राय जसो चाहिँ राहतहरू नपुगेको ठाउँ छैन। हामीले चाहिँ जुन ठाउँमा पुगेको छैन, जुन ठाउँमा राहत हुन्छ यथार्थमा भनेर त्यो ठाउँ हामी 2 दिन हिँडौँला, 3 दिन हिँडौँ। यसपालि अब करिब 3-4 दिनको कार्यक्रम होला। तर त्यसरी हिँड्दा पनि जो मान्छेलाई चाहिएको छ, जो मान्छेलाई आवश्यक परेको छ, त्यो ठाउँमा कुनै सामग्री पुर्यायो भने राहत हुन्छ कि भन्ने लाग्छ। त्यही हाम्रो सोचाइलाई चाहिँ यहाँ अहिले व्यावहारिक रूप दिँदै गरेको अवस्था। कोरियाबाट प्राप्त भएको राहत सामग्री लिएपछि भूकम्प पीडितहरूले खुसी व्यक्त गरेका थिए। धेरै कुराको सहयोग पुग्यो नि हामीलाई। अब ओड्ने भने ओड्ने भयो, खानु भने खानु भयो। अब हामीलाई यहाँ कति आवश्यक थियो, हाम्रो ढुङ्गाको छानो थियो, ढुङ्गा छानो झिकेर न त्यो छाउँदा फेरि भत्तिनी आवश्यक थियो हामीलाई होइन। अब यो भएर चाहिँ हामीले यसो डाँडा भाटा हालेर पनि ट्याक्क बस्न पाइयो, सुविधा भयो। धेरै हामीलाई त धेरै उ भयो नि, राम्रो भयो। के पाउनु भयो राहत? चामल पाउनु सर। अनि अरू केही पाउनु भएन? पाल पाउनु भयो सर। पाल पाउनु भयो? कस्तो लागेको छ त? खुसी हुनु भएको छ कि दुखी हुनुहुन्छ त? राम्रो लागेको छ सर। राम्रो लागेको छ? ए ल ल ल। यसरी महाभूकम्पमा घरबार विहीन भएका परिवारलाई विभिन्न सङ्घ संस्थाले अहिले गरिरहेको सहयोगले थोरै भए पनि राहत पुगेको छ। अझ उनीहरूका लागि बस्ने आवास तथा अन्य व्यवस्था वर्षा लाग्नु अघि नै गर्न सके थप सहयोग पुग्ने देखिन्छ।